स्कटल्यान्डसँगको हिजोको 2 रनको नमिठो पराजयपछि भोलि नेदरल्यान्ड्सलाई हराएर यो सिरिजको सुखद अन्त्य गर्न सक्ला त नेपालले। आईसीसी सीडब्ल्यूसी लिग 2 2023-27 अन्तर्गत म्याच 78 को प्रिभ्यू लिएर आज हामी तपाईहरुको सामु आइसकेका छौं। नेपाल र नेदरल्यान्ड्स बीच हुने यो खेल नेपाली समय अनुसार दिउँसो 3:45 बजे सुरु हुनेछ र लिग 2 को टेबल हेर्दा नेपाल 7औं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेपाललाई पोइन्ट्स टेबलमा 2 पोइन्ट जोड्न एकदमै महत्त्वपूर्ण रहेको छ। नेपाल र नेदरल्यान्ड्सले आफ्नो पछिल्लो खेल स्कटल्यान्डसँग हारेर आएका छन् र हेड टु हेड को कुरा गर्नुपर्दा विन पर्सेन्टेज 50-50 रहेको छ दुवै टोलीको र यो खेलमा इम्प्याक्ट पार्न सक्ने खेलाडी नेपालको तर्फबाट कुशल भुर्तेल रहेका छन् भने नेदरल्यान्ड्सको तर्फबाट कप्तान स्कट एडवर्ड्स रहेका छन्। विगतमा कुशल भुर्तेल नेदरल्यान्ड्स विरुद्ध टोटल रन्स 146, ब्याटिङ एभरेज 36.5, ब्याटिङ स्ट्राइक रेट 77.65 र हाइएस्ट स्कोर 66 को रहेको छ। त्यसैगरी स्कट एडवर्ड्स टोटल रन्स 106, ब्याटिङ एभरेज 26.5, ब्याटिङ स्ट्राइक रेट 68.83 र हाइएस्ट स्कोर 46 को रहेको छ। र बोलिङ तर्फ नेपालबाट सन्दीप लामिछाने रहेका छन् भने नेदरल्यान्ड्सबाट आर्यन दत्त रहेका छन्। नेदरल्यान्ड्स विरुद्ध सन्दीप लामिछाने टोटल विकेट्स 8, बोलिङ एभरेज 23.87, बोलिङ स्ट्राइक रेट 30, बेस्ट फिगर 3 विकेट्स 41 रन्स। त्यसैगरी आर्यन दत्तको टोटल विकेट्स 4, बोलिङ एभरेज 20.75, बोलिङ स्ट्राइक रेट 31.50 र बेस्ट फिगर 3 विकेट्स फर 16 रन्स। यदि नेपालले फास्ट बोलिङ स्ट्रङ गर्न चाहन्छ भने ललितलाई बेन्चमा राखेर रिजन ढकाललाई पुनः प्लेइङ 11 मा सामेल गर्न सक्छ। नेपालको लागि मेन कन्सर्न भनेको डेथ ओभर बोलिङ र टप अर्डर ब्याटरम्यान आउट अफ फर्म हुनु नै हो। गत म्याचमा नेपालले डेथ ओभरमा धेरै नै खराब प्रदर्शन गरेको थियो र यो म्याचमा हेर्न लायक रहन्छ नेपालले डेथ ओभरमा कस्तो बोलिङ गर्नेछ भनेर। जुन हाम्रो टप अर्डर रहेको छन् आसिफ, कुशल, रोहित पौडेल, यी ब्याट्सम्यानहरुबाट पनि हामीलाई भोलि रन चाहिनेछ। प्रशिक्षक स्टुअर्ट लले खेलाडीमा पोजिटिभ एटिट्युड भरेका छन् र ब्याटिङमा हामी जस्तो सुकै टार्गेट पनि जुनसुकै पिचमा अपोनेन्टको घरमा गएर उनीहरुकै कन्डिसनमा पनि चेज गर्न सक्छौ भन्ने बिलिभ चाहिँ उनले टिममा हालेका छन्। त्यही पोजिटिभ र एग्रेसिभ माइन्डसेटका साथ नेपाल भोलि पनि उत्रनु पर्नेछ। बेस्ड अन रिसेन्ट फर्म एन्ड नेपालको करेन्ट स्क्वाड विन प्रेडिक्सन 50-50 रहेको छ। तपाईलाई के लाग्छ, कसले यो खेलमा बाजी मार्ला, को प्लेयरले राम्रो प्रदर्शन गर्लान्, के स्टुअर्ट लले आफ्नो यो सिरिजको अन्तिम खेलमा जितका साथ अन्त्य गर्न सक्छन्? कमेन्टमा लेख्न नबिर्सिनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनु होला र च्यानल मन पर्यो भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।